यसपटकको तिहारमा भाइटिकाको दिन दिदी बहिनीहरूले भ्रष्टाचारी छन् भने दाजुभाइले पनि टिका नलगाई। माइतीघर मन्दिरमा हामी दीप प्रज्वलन गर्दैछौँ। भाइटिकाको दिन ती अमर शहीदहरूलाई सम्झेर जसले बलिदानी दिए परिवर्तनको लागि उनीहरूको आत्मालाई हामीले चिर शान्तिको कामना गर्दै एउटा अभियान सुरु गर्नु छ। नेपाली सञ्चार जगत जहिले पनि परिवर्तनको पक्षमा उभिएको छ। सञ्चार जगतले जहिले पनि परिवर्तनलाई साथ दिएको छ। जेनजी पुस्ताको आन्दोलनमा नेपालको सञ्चार क्षेत्रको उल्लेखनीय र महत्त्वपूर्ण भूमिका पनि छ। म सबै सञ्चारकर्मी साथीहरूलाई अभिनन्दन गर्दै म लामो भाषण गर्ने पक्षमा छैन। एउटा अभियान यही रिपोर्टर्स क्लबबाट सुरु भएको थियो, कमलजीले सुरु गर्नुभएको थियो। शहीद परिवारको पीडा डरलाग्दो छ। सरकारमा शहीद परिवारको एकजना अनुहार पनि हामीले देखेका छैनौँ। आज 40 दिन भइसक्यो सुशीला कार्की देशको प्रधानमन्त्री बन्नुभएको, तर शहीद परिवारको एकजना व्यक्ति पनि क्याबिनेटमा हामीले देखेनौँ। मेरो त आग्रह छ कमल सुवेदीजीलाई युवा तथा खेलकुद मन्त्री बनाउनुपर्छ। म स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्कीलाई भन्न चाहन्छु, अब तपाईँले ढिला नगर्नुहोस्। अबको मन्त्री परिषद विस्तारमा कमल सुवेदी जस्ता युवाहरूलाई, शहीद परिवारको सदस्यहरूलाई, घाइतेहरूलाई क्याबिनेटमा लिएर जानुहोस्, मन्त्री परिषदमा लिएर जानुहोस्। अनि मात्र ती शहीदको बलिदानीको मर्म भावना अनुसार सरकारले काम गर्न सक्छ भन्ने आधार मान्यता विकसित हुन्छ। त्यसैले मैले सबै साथीहरूलाई यहाँ साथी राख्दै भन्न चाहन्छु, म यहाँ शहीद परिवार घाइते साथीहरू हुनुहुन्छ, झेन्जी साथीहरू हुनुहुन्छ। मैले एउटा अभियान चलाएको छु। यसपटकको तिहारमा भाइटिकाको दिन दिदी बहिनीहरूले भ्रष्टाचारी छन् भने दाजुभाइले पनि टिका नलगाई। भ्रष्टाचारी छन् भने टिका नलगाई, बहिष्कार गर। र यदि दिदी बहिनी, म त सोच्न पनि सक्दिनँ महिलाहरूले भ्रष्टाचार गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन, तर यदि गर्नुभएको छ भने कोही दिदी बहिनी भ्रष्ट हुनुहुन्छ भने दाजुभाइले पनि टिका नलगाउनुहोस्। एउटा अभियान सुरु गरौँ, भ्रष्टाचारीलाई समाजबाट बहिष्कार गरौँ। हामीले देश बनाउनु छ। शहीदको सपना पुरा गर्ने हो भने ती वीर शहीदहरूको एउटा चाहना छ, नेपाल भ्रष्टाचार मुक्त रहोस्। भ्रष्टाचार हाम्रो देशको महारोग हो। म त भन्छु अहिलेको सरकारलाई, अहिलेको प्रधानमन्त्रीलाई, गृहमन्त्रीलाई भ्रष्टाचारीलाई धमाधम कारबाही गर्नुहोस्, एक्सन गर्नुहोस्, नछोड्नुहोस्। र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई, ती वीर शहीदहरूलाई गोली हालेर हत्या गरेर पनि नछोड्नुहोस्। आजको दिन दोष एक्सन गर्नुहोस्, कारबाही गर्नुहोस्, समात्नुहोस्। गौरीबहादुर कार्कीको आयोगलाई पनि म आग्रह गर्न चाहन्छु, तपाईँले छिटोभन्दा छिटो एउटा एक्सन गर्नै पर्छ, दोषीलाई कारबाही गर्नै पर्छ। तपाईँले बोलाएर बयान दिनु पर्यो। अब आयोग बनेको पनि त 15-20 दिन त भइसक्यो, तर गौरीबहादुर कार्कीको नेतृत्व आयोगले जेनजी आन्दोलनमा दमन गर्नेहरू कसैलाई पनि बोलाएर बयान लिएको मैले सुनेको छैन। किन आयोग चुप लाग्ने? हामीले त धमाधम बोलाएर बयान लिनु पर्यो। शहीदको सपना पुरा गर्नु पर्यो। घाइतेको चाहना छ, सङ्कल्प छ, दृष्टिकोण छ, देश बनोस्। अब निर्वाचनको कुरा आएको छ, दलहरूलाई बालटारमा प्रधानमन्त्री बोलाउनु, राम्रो काम गर्नु ठिक छ, तर जेनजी पुस्तालाई मैले जित्न देखिनँ, घाइतेहरूलाई देखिनँ, शहीद परिवारलाई देखिनँ। म भन्छु प्रधानमन्त्रीलाई, दलहरूलाई बोलाउँदाखेरि घाइतेलाई पनि बोलाउनुहोस्, जेनजीलाई पनि बोलाउनुहोस्, शहीद परिवारलाई पनि बोलाउनुहोस्, सँगै राखेर गरौँ न वार्ता, त्रिपक्षीय वार्ता गरौँ न, दल मात्रै राख्ने होइन। किनभने यो परिवर्तन भनेको सानोतिनो परिवर्तन होइन नेपालमा। 100 वर्षमा एकपटक हुने परिवर्तन हो। युगमा एक दिन आउँछ, भदौ 23 गते जेनजीहरूको मागलाई सम्बोधन गर्ने हो। प्रधानमन्त्रीले वार्तामा जेनजी पुस्तालाई पनि राख्नुपर्छ, दलहरूसँगै राख्नुहोस्। भिन्दाभिन्दै किन वार्ता गर्ने? त्रिपक्षीय वार्ता, घाइतेलाई राख्नु, शहीद परिवारलाई राख्नुहोस्। सरकारका मन्त्रीहरू, प्रधानमन्त्री र दलहरू
बसेर छलफल गरेर निकास दिनुपर्छ, त्रिपक्षीय वार्ता हुनुपर्छ।